नयाँ फोन हेलो पुरानो नयाँ किन दिएको भर्खरै मैले आइफोनको डाँडोलको केटाहरूले चाहिँ हामीलाई घेरेर हान्न आँट्यो। यहाँ हाम्रो अनमोलले हान्न गएको छ ओ ल हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। अनि यत्रो दिन चाहिँ म कहाँ गएको थिएँ भनेर सोच्नु होला किन भिडियो नहालेको। मैले चाहिँ आफ्नो युट्युब एकाउन्टको पासवर्डै बिर्सिसकेको थिएँ भनेर भन्न चाहन्छु म हजुरहरूलाई। अनि त्योभन्दा पनि अलिक बिजी भएको कारणले होइन अब मेरो चाहिँ पढाइ सुरु हुन थाल्यो। अनि पढाइ सुरु हुन थालेकोले पनि त्यही माथि गोलबजारमा अहिले हामी बस्ने गर्छौँ। अहिले चाहिँ म घर आएको थिएँ आज चाहिँ यस्तो होइन अस्ति हिजो होइन अस्तिदेखि पानी परेको थियो 1-2 दिन अगाडिदेखि यहाँ चाहिँ। अनि यस्तो हिजोदेखि चाहिँ हुस्यो लागिरहेको छ त हेर्न सक्नुहुन्छ। जाडो चाहिँ निकै बढेको छ। ज्याकेट स्याकेट भित्रदेखि यो अर्को पनि बाउलावाला लाएर हिँड्नु परेको छ। मलाई चाहिँ कसले मिस गर्नुभयो होइन। अनमोलको ब्लग एउटा भाइले मेसेज गर्दै थियो होइन, दाइ के नाम थियो मेरो साउट आउट, मलाई साउट आउट दिनु होइन, मेरो नाम लिइदिनु भनेर भन्दै थियो। के नाम थियो त्यो भाइले चाहिँ म बिग साउट आउट होइन ब्लगमा। अहिले चाहिँ म घर आइसकेँ, खाना खानुपर्ने हुन्छ। अहिले चाहिँ बिहानको 9-10 कति बजिरहेको छ। मैले चाहिँ पुरा गीत बजाएर गएको थिएँ यहाँ डेकमा। आमा चाहिँ भित्र हेर्दै हुनुहुँदो रहेछ हजुरआमा। अनि अब हजुरआमाले भात पस्किदिनुहुन्छ। त्यस पछाडि म खाएर चोकतिर जानेछु किनकि परवेशलाई नभेटेको धेरै दिन भइसकेको थियो। हिजो आउने बित्तिकै म गएको थिएँ। हस् त खाना खान्छु। भित्र मजाले हेरेन छोको आमा चाहिँ। आमा भात पस्किदिनु न। हस् त खाना खान्छु म। आफ्टर अ लङ पिरियड अफ ब्रेक 1 week we have met here. My friend, best friend Pravesh. I meeting and this what eating फुलाउने। हामीले चाहिँ यसको नाम फुलाउने राखेको छौँ। या बिग हामी चाहिँ अहिले काली मन्दिर जाँदैछ। काली मन्दिरलाई पनि इङ्ग्लिसमा के भन्छ? कालीलाई के भन्छ साथी? बुयाकी के रे? बुयाकी टेम्पल। We have been going to Kali temple. बुयाकी टेम्पल हौ। बुयाकी काली भनेको बुयाकी हो नि त। हामी चाहिँ अब कता जाने? पर्छ अब हामी कता जाने त? हामी आफ्नै गन्तव्यमा हो त। आज चाहिँ मैले अर्कै देखिरहेको छु होइन, कस्तो राम्रो राम्रो सिन, मतलब मोबाइलबाट पनि कस्तो राम्रो देखिरहेको छु कि होइन। आफूलाई पनि होइन होइन फोटो छिराउने त। ए हो त कहाँ हो त छिराउने त हो। रिभ्यू हान्नु होइन उसलाई ब्लगमा रिभ्यू हान्नु पर्छ। चेन्ज भयो होला कि एकदम चेन्ज भयो। मोमोको स्वाद पनि चेन्ज भयो। तर यता त के जानु ए हिँड्न 100 रुपियाँ यस्तो छैन भने सालालाई म यस्तो। अनि हामी चाहिँ अहिले आफ्नै गन्तव्यमा 100 रुपियाँलाई लिन जाँदैछौँ। हाम्रो आफ्नै डेस्टिनेसन छ। उखु यस्तो जाडोमा उखु खान्छ। ए साँच्ची मैले हजुरहरूलाई यो सन्चै छ कि छैन भन्ने कुराहरू पनि यसकै मुखबाट के सुन्नुहोस्। परोसे जाडो कस्तो हुँदैछ त? के हेर्दैछस् माथि? खोज्छ आउँदैन त। यो चाहिँ हाँस्यो गर्दै रहेछ। अघिदेखि के गर्दैछ भनेर हाँस्यो गर्न खोज्दै रहेछ। यहाँ चाहिँ दाइले पुरा यो बेच्न ल्याउनु भएको रहेछ होइन। अनि यो चाहिँ मान्छेहरूले फुटेको मोबाइल मैले फुटाएर राखिदिएको आइफोन मेरो पुरानो
मेरो पुरानो फोन हो यसकै आइफोन न मेरो नयाँ फोन हेलो पुरानो नयाँ किनेर दिएको भर्खरै मैले आइफोन कति यो 15 कति 11 होला हौ 11 यस 319 छ तिमीले प्रो हो के प्रो हो यो जे भयो भने 11 प्रो हो कि 12 प्रो ल यहाँ चाहिँ हामीले राखिदिएको यहाँ अनि अब जाउँ ल दाइ थ्याङ्क यू देखाइदिनु भयो हामीलाई आइफोन ल ल ल बजाउँदै हामी पनि जाउँ आइफोन देखेर मेरो मन त किन्न बनाइदियो त 14 बोकेर आएका छन् छोडिदिने क्या अब चाहिँ घाम लाग्न थाल्यो होइन घर गएर चाहिँ नुहाउनु पर्ने पो निस्क्यो स्कुटी लिएर 100 रुपियाँ कहाँ हिँडेको त हिँड्न त बस है बस ल दम एकजना भाइ जोड चाहिँ हुँदैन थियो हिँड्न है भाइ साथी हानेको कुदान ल डाँडा डोलको केटाहरूले चाहिँ हामीलाई घेरेर हान्न सम्हाल्छु अहिले अहिले त साँच्चीकै सम्झिन बेला आउँदैन है परिसक्यो ल केटाहरूसँग चाहिँ अनि यहाँ झगडा परिसक्यो थियो लप्पा परिसकेको थियो अहिले यो चाहिँ जस्ट फोनको लागि थियो होइन कसले क्यामेरामा चिल्लो लगाइदिएको हुँदैछ बल चाहिँ एउटा लिएर आउन होइन यहाँ भलिबल चाहिँ हामी चाहिँ भलिबल खेल्नु पर्ने हुन्छ कहाँ दुख यसरी हानेछ हातले हान के दुख्छ ए यो एकचोटि रेकर्ड खोइ त हान्न त ए रेकर्ड गर न आफूले रेकर्ड अनमोले खतरा ल गाई जन्मले भलिबल खेल्न गइरहेको छ है हामी चाहिँ अब भलिबल खेल्छौँ होइन अहिलेको लागि चाहिँ बाई बाई फेरि भेटौँला खेलिसकेपछि यो चाहिँ हाम्रो क्यामेराम्यान हो ल क्यामेराम्यान होइन क्यामेराम्यान अधिकारी एके ब्लगर के अरे तोर के ब्लगर के ब्लगर लेखेको छ छैन मेरो 3-2 3-2 उठा ल दुई दिन केटा हो ए 2-3 भएछ 4-2 यताको 4 यताको 2 त्यही त तिमीको 4 हो हल 4 हल यहाँ हाम्रो अनमोलले हान्न गएको छ ओ ल अनमोलले हान्ने त्यो पोइन्ट भएछ 5-4 फेरि अनमोल खतरा हान्देऊ र 5-4 ल कटिन 6-4 सर्भिसम्यान अनमोल संस्कार के संस्कार हो कि संस्कार 6-4 है कतिमा हो 25 6-4 7-4 भयो गाइस मोबाइल फुटेर यसो गयो यसले हान्दा यसको मोबाइलले गयो गाइस यसको मोबाइल फुटिसकेको छ अब यसले के मोबाइल किन्नेलाई 32,000 लाग्छ 32,000 लाग्छ 5-8 अनि सरी छान्ने
वाह भेरी गुड सक्छ त कसैले भेरी अनि मलाई कसैले सक्दैन अनि अहिले चाहिँ भलिबल हामीले खेलिसक्यौँ अनि अब चाहिँ घर जान्छु आजको लागि चाहिँ भ्लग यति नै हस्त धन्यवाद अनि अब चाहिँ अलिकति कमै भ्लग आउँछ होइन अलिकति भन्दा पनि धेरै कम आउँछ कहिलेकाहीँ अब हप्तामा आउन सक्छ हेरिदिनु होला हस्त धन्यवाद थ्याङ्क्स फर वाचिङ